वेलकम टु माई ब्लग न्यू डे न्यू ब्लग। हामी चाहिँ आज कहाँ जाँदैछौँ भनी हामी चाहिँ आज झरनामा जाँदैछौँ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। आज चाहिँ धेरै खुसी लागेको छ किनभने हाम्रो टिम पहिलाको पुरानो टिम आज सबैजना भेट भएको छ। देखाइदिउ त। उता हुनुहुन्छ हामीहरूको ग्रुप। हामी चाहिँ झरना जाँदैछौँ गाइस। झरना कस्तो छ झरनाको दृश्य तपाईहरुलाई पनि देखाउने छु म। हामी तपाईहरु पनि कृपया घुम्न आउनु होला हाम्रो गाउँमा। झरना राम्रो छ। झरनाको नाम भनिदिनु दिदी। फुङफुङे झरना। त्यसै कारणले हामी आज झरना जाँदैछौँ। त्यो झरना भाइरल पनि छ नि त, किनकि फुङफुङे झरना भने प्राय मान्छेले सबैले चिन्नुहुन्छ दर्शकहरूले। हामी झरना जाँदैछौँ। झरना आजको हाम्रो दिदीको ड्रेसअप देखाइदिन गइरहेको छु कि म चाहिँ। दिदी हामी झरना जाँदैछौँ। हामी पुरा एक्साइटेड छौँ। अहिले आउने बेलामा चाहिँ यस्तो लोड हुन्छ, यस्तो गर्मी छ, छाता नि ल्याउन बिर्सेछु मैले। अनि हामी जाँदैछौँ अहिले। अब म उता 35 किलो गएपछि भेट्छु तपाईँहरूलाई। यहाँ चाहिँ मेरो साथमा हुनुहुन्छ मेरो बुढा। मस्त जोक मारा रे। यहाँ हुनुहुन्छ उपेन, यहाँ हुनुहुन्छ ग्याङ। कस्तो माथिको मान्छेको पानी भरेर खानुपर्छ र यहाँ। हामी जाँदैछौँ, अझै नि पुगेको छैनौँ हामी झरना। हाम्रो साथमा आउनु भइसकेको छ दिदी फेरि। हेलो सबैजना हुनुहुन्छ यहाँ। हामी चाहिँ अब फेरि झर्ना गएर भेट्छौँ। अझै नि हामी आधी बाटोमै छौँ। हामी यहाँ जाँदैछौँ। म चाहिँ लडिरहेको छु। हामी झरना चाहिँ मुनि छ गाइज। अब हामी जाँदैछौँ गाइज। फाइनली म चाहिँ पुल पार गरेर आइसकेँ। अब जाँदैछु आफ्नै बाटोतिर। अब जानुपर्ने हुन्छ झरनातर्फ। अब मसँग चाहिँ यहाँ कोही नै हुनुहुन्न, मलाई छोडेर गइसक्नु भयो अगाडि सबैजना यहाँ। अब हामी चाहिँ जाँदैछु, हेराउँछु यस्तो छ बाटो जङ्गलको। भयो नि मलाई एक्लै छोडेर गइसक्यो सबैजनाले। सासै फुल्यो मेरो त। हाम्रो प्रवीणा दिदी भन्ने मान्छे एकदम घाँटी हुनुहुँदो रहेछ। एक्लै छोडेर जानु हुँदो रहेछ मलाई गाइस। अब यति भन्दै गाइस फाइनली हामी चाहिँ झरना आइसकेको छौँ। अब हामी छिटोभन्दा छिटो झरना पुग्छौँ। हाम्रो झरना जाने बाटो यो हो फुङफुङे झरना। क्या हो हामी चाहिँ आइसकेका छौँ झरनामा। हामी हिँड्दैछौँ। यो लास्टै मुनि छ हल्का हल्का। आमा धार पानी नै पानीको कस्तो छ। पानी खानु बोक्नुपर्छ। हामी आइसकेका छौँ भने हाम्रो दिदी यहाँ कुन जाति प्राणी यस्तो खतरा हावा चलिरहेको छ यहाँ चाहिँ। अब भने चाहिँ
हेर्न सक्नुहुन्छ कस्तो राम्रो घर छ यहाँ चाहिँ चिटिक्क परेको घर यो चाहिँ पसल हो फेरि भन्नाले पसल कस्तो राम्रो चिटिक्क परेको छ फाइनली झरना आइपुग्यौँ हामी हाम्रो झरनाको दृश्य देख्न सक्नुहुन्छ हामी आइपुग्यौँ यो देख्दा चाहिँ हाम्रो वाह यो कट गर्दै गर्दै नपर्ने फाइनली झरना आइपुग्यो टुन टुन हाम्रो ग्रुप आदि चाहिँ तल पुगिसक्नु भएको छ होइन हामी चाहिँ पुग्न बाँकी छौँ अब हामी पुगेपछि हेर्छौँ त्यहाँनिर त मलाई चाहिँ उडाउँछ होला म यस्तो मोटी छु त्यो हावा चाहिँ उडाउँछ छ क्या त्यहाँनिर अहिले देख्नुहुन्छ यहाँ हुनुहुन्छ सन्चै हुनुहुन्छ भनेर रुपेन सन्चै हुनुहुन्छ भाइरस भइस् त अब भाइ यो कुन प्राणी हो कमेन्ट गर्नु होला कृपया कुन जनावर हो यो त्यहाँ खेल्न थालिसक्नु भएको छ झरना हो यहाँ चाहिँ थुप्रा हो हामी चाहिँ जानुपर्ने हुन्छ अब झरनामा तर्फ हाम्रो दिदी उफ्री उफ्री जान्नु भइरहेको छ एक्साइटेड भएर यहाँ फेरि यहाँ कुन प्राणीको व्यवहार ल दिदी अब चाहिँ हेर्न सक्नुहुन्छ साह्रै चकचकी छ बाँदर जस्तै बाँदर प्राणीको जस्तो लागिरहेको छ मलाई हेर्दाखेरि चाहिँ यस्तो लाएर को प्राणीहरू खेल्न थालिसक्नु भएको छ हेर्नुहोस् झरनाको दृश्य झरना आउन यतिकै रमाइलो लाग्दैन नि त गाइस एकदम नेचुरल एकदम नेचुरल वाउ हेर्नुहोस् झरना इन्डियन देखिरहेको छ मेरो क्यामेरादेखि नराम्रो हुन कि देखेर हामी चाहिँ जानुपर्ने हुन्छ फाइनली गाइस हामी चाहिँ झरना आइसकेको छौँ हेलो आउँदै हुनुहुन्छ उहाँ चाहिँ देख्या होइन केही नि हामी चाहिँ आइसकेको छौँ गाइस फाइनली झरनाको दृश्य देख्न सक्नुहुन्छ उहाँहरू नि आउँदै हुनुहुन्छ दिदी आउँदै हुनुहुन्छ झरना हामी पनि अब त्यहाँ पौडी खेल्न जानुपर्ने हुन्छ उहाँ नाच यहाँ सबैजना हुनुहुन्छ हाम्रो झरना आइसक्यौँ गाइस अब हामी पनि पौडी खेल्नुपर्ने हुन्छ त्यसै कारणले अब यहाँ कोहीलाई जाडो भएर फर्किरहनु भएको छ यस्तो गर्मी महिनामा पनि खेला न त्यहाँ हामी चाहिँ यहाँ आइसकेको यहाँ गाइस म उसको मैलो मारिदिएर भेट्छु ल अब यहाँ आइ भन यहाँ उल्टपटङहरू गर्दै हुनुहुन्छ उल्टी हान्न लानु भइरह गो अब म पनि जानुपर्ने हुन्छ दिदी आउँदै हुनुहुन्छ मान्छेलाई चाहिँ जाडो भइरहेको छ
डुब्यो अरे त्यो त डुब्यो भइसक्यो ल त्यो गरेको यता फर्केर यता फर्केर गाइस हामी चाहिँ फाइनली नुहाइसकेका छौँ पनि हामी चाहिँ पुरै अब घर जाने तयारीमा छौँ। हाम्रो सकिसक्यो। दिदी हुनुहुन्छ यहाँ, दिदी लुगा धोइरहेछ भर्खर यहाँ। मैले त त्यो हामी चाहिँ यसरी बसिरहेको छौँ। गाइस झर्ना हो यो चाहिँ होइन, त्यहाँ हुनुहुन्छ सबजना दर्शकहरू। अब हामी घर जानुपर्ने हुन्छ गाइस। अब यहाँ चाहिँ हामीले लुगाहरू सुकाएर राखेको छौँ भने टक्क लागेर हामी जानुपर्ने हुन्छ। अब घरतिरतर्फ यहाँ हेर्नुहोस् अर्को झर्ना, यहाँ एउटा झर्ना छ भने यहाँ अर्को झर्ना छ। अब गाइसहरू देख्दैन कि हामी चाहिँ जानु यो हामी चाहिँ अब घर जान्छौँ गाइस। फाइनली अब यहीँसम्मको त्यो दिदी हुनुहुन्छ, झन्डै डुब्नु भइरहेको थियो दिदी चाहिँ यहाँ भन्नु नि दादा, तर यो म काटेर हाल्छु। अब हामी जानुपर्ने हुन्छ गाइस। हाम्रो झर्ना चाहिँ यही थियो, हामीहरू पौडेको दिन यहीँनिर हो। म झन्डैले डुबिनँ गाइस। अब हामी जानुपर्ने हुन्छ। तपाईँलाई कस्तो लाग्यो झर्ना आएर? एकदम खुसी लाग्यो। दिदी पुरै के भइसक्यो थाहा छैन मलाई। त्यहाँ कोहीलाई अल्छी लाए जस्तो छ। अब यहाँ दिदी जुत्ता लाउँदै हुनुहुन्छ। अब चाहिँ हामी जानुपर्ने हुन्छ गाइस। यहीँसम्मलाई यति नै फाइनली। मेरो भिडियो मन पर्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। धन्यवाद गर्नेछु गाइस। बाई बाई।